नमस्कार भाइ बहिनीहरू। आज हामी कक्षा 12 को नेपाली किताबमा रहेको 9औं पाठ जसमा चाहिँ गोर्खे भन्ने एउटा कथा छ, यसलाई संक्षिप्त रूपमा व्याख्या गर्नेछौँ। गोर्खे कथाका लेखक हुन् बखत बहादुर थापा। यो आधुनिक प्रविधि र विज्ञानमा आधारित कथा हो जसमा कम्प्युटर भाइरसबाट उत्पन्न समस्या र त्यसको समाधानका लागि बनाइएको गोर्खे नामक एन्टिभाइरस सफ्टवेयरको रोचक प्रसङ्ग चाहिँ प्रस्तुत गरिएको छ। कथाले आधुनिक युगमा ज्ञान, सिप, प्रविधि र सृजनात्मक सोचको महत्त्वलाई उजागर गर्छ। कथाको मुख्य पात्र पेसल हुन्। उनी अत्यन्त बुद्धिमान, सृजनशील र दक्ष कम्प्युटर प्रविधिज्ञ पनि हुन्। उनी सफ्टवेयर निर्माण गर्ने, बिग्रेका कम्प्युटर मर्मत गर्ने र नयाँ नयाँ प्रविधिमूलक उपाय खोज्ने काम पनि गर्छन्। एक दिन उनका साथी सतपालको कम्प्युटर भाइरसले सङ्क्रमित हुन्छ र राम्रोसँग काम गर्न छोड्छ। त्यसपछि सतपालले पेसललाई घरमा बोलाएर कम्प्युटर बनाइदिन अनुरोध गर्छ। पेसलले कम्प्युटर जाँच गर्दा त्यसमा धेरै प्रकारका भाइरसहरू रहेको पत्ता लगाउँछन्। ती भाइरसहरूले कम्प्युटरको डेटा बिगार्ने, फाइल हराउने र सिस्टमलाई नै सुस्त बनाउने काम गरिरहेको हुन्छन्। त्यसपछि पेसलले आफूले नै बनाएको गोर्खे नामक एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्छन्। गोर्खेले कम्प्युटरका सबै फाइलहरूलाई स्क्यान गरी भाइरसहरूको पहिचान गर्छ र केही भाइरसहरू सामान्य रूपमा हट्छन् भने केही जटिल भाइरसहरू भने हटाउनलाई विशेष फाइल डिलिट गर्नु वा प्याच गर्न सुझाव दिन्छन्। अन्ततः गोर्खेले सबै भाइरस नष्ट गरी कम्प्युटरलाई सुरक्षित र भाइरस मुक्त बनाइदिन्छन्। यस कथामा कम्प्युटर भाइरस र एन्टिभाइरसको प्रसङ्ग मात्र नभई मानव मस्तिष्कको सृजनशीलता, शक्ति र प्रतीकात्मक रूपमा देखाइएको छ। पेसलले आफ्नो ज्ञान, सिप र बुद्धिको प्रयोग गरेर समस्या समाधान गर्नु मानव सभ्यताको प्रतीकका लागि नवपरिवर्तन र अनुसन्धान कति आवश्यक छ भन्ने पनि सन्देश दिएका छन्। कथाको मुख्य सन्देश भनेको मानिस सृजनशील प्राणी हो भन्ने नै हो। जब मानिसले आफ्नो बुद्धि, ज्ञान र चेतनालाई सही दिशामा प्रयोग गर्छ तब उसले समाजका जटिल समस्याको पनि समाधान निकाल्न सक्छ। गोर्खे कथाले प्रविधिको सही प्रयोग, नयाँ खोज र समस्या समाधान गर्ने क्षमताबाट समाजलाई अझ उन्नत र सभ्य बनाउन सकिन्छ है भन्ने पनि प्रेरणा दिएको छ।